हेलो नमस्कार, मेरो ब्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई मेरो गोदावरी फुलहरू चाहिँ देखाउन गइरहेको छु। यो चाहिँ यस्तो दामी फुलेको छ, ल यस्तो दामी फुलेको छ येलो कलरमा। यो चाहिँ मैले बिरुवा भाँचेर गाडेको हो। यस्तो दामी फुलेको छ। यो चाहिँ माला हुनुलाई एकदमै राम्रो हुन्छ, तिहारको लागि। यस्तो धेरै छ है, दामी छ, दामी फुलेको। अनि यो चाहिँ अर्को कलरमा, यो पनि एकदमै धेरै फुलेको छ, फुल्न लागेको छ। यहाँ मैले चाहिँ फर्टिलाइजर लगाएको छु। यसरी गमलामा यो चाहिँ छ। यस्तो धेरै कोपिला लागेको छ। ल यस्तो फुल्यो है साथीहरू, यसरी फुलेको छ। यस्तो दामी फुलेको छ, यो पनि यस्तो दामी फुलेको छ। थ्याङ्क यू, बाई।